नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ आजको हाम्रो भिडियोमा। आज भने हामी कुरा गर्दै छौं भर्खरै मात्र रिलिज भएको नेपाली चलचित्र महाभोजको बारेमा, जसमा छन् दयाङ राई, आर्यन सिद्देल र खगेन्द्र लामिछाने जस्ता तगडा कलाकारहरू। के साच्चै यो फिल्म भोज हो कि बोझ? आउनुहोस् सुरु गरौँ। महाभोज नाम सुन्ने बित्तिकै तपाईलाई विवाहको भोजको सम्झना आउन सक्छ, तर यो फिल्मले धेरै गहिरो कथा बोकेको छ, राजनीति, भ्रष्टाचार र सामाजिक न्यायको। फिल्मको कथा एक मध्यमवर्गीय व्यक्तिको वरिपरि घुम्छ, जसको बुबाले जीवनभर कमाएको पैसा एक सहकारी घोटालामा गुमाउँछन्। त्यसपछि सुरु हुन्छ न्याय र प्रतिशोधको लडाई, जहाँ नेता, सिस्टम र अफिसरहरू सबैले उसको बाटो रोक्छन्। फिल्मको कथाले हाम्रो समाजमा हुने सहकारी ठगी, राजनीतिक चलखेल र नेपालीको यथार्थ पीडालाई यथार्थ ढङ्गले प्रस्तुत गरेको छ। अब कुरा गरौँ एक्टिङ एन्ड डिरेक्सनको। दयाङ राईको अभिनय एक्सपेक्टेडली सोलिड। आर्यन सिद्देलले पनि काल्मेट इम्प्याक्टफुल भूमिका निर्वाह गरेका छन्। खगेन्द्र लामिछानेको प्रेसेन्सले पनि कथामा गहिराई थप्छ। निर्देशक दिनेश राउतले राजनीतिक पृष्ठभूमिमा सामाजिक संवेदनशीलता मिसाएर राम्रो कथा बनाएका छन्। फिल्मको सिनेमाटोग्राफी पनि रुरल रियलिजममा आधारित छ। सबै दृश्य सादा तर प्रभावकारी छ। फिल्म महाभोजको गीत लालुमै पहिले नै भाइरल भइसकेको थियो। विवाह, चुलोचौको र लोकसङ्गीतको मिश्रण दर्शकलाई कनेक्ट गराउने खालको छ। ब्याकग्राउन्ड पनि उत्तिकै फिट छ, न बढी न कम। महाभोज एउटा गहिरो सन्देश दिने फिल्म हो, जसले तपाईलाई सोच्न बाध्य पार्छ। दर्शकका लागि यो फिल्म केही फरक स्वादको छ। मेरो तर्फबाट यो फिल्मलाई 5 मा 4 स्टार दिन्छु। राजावादीको आन्दोलन र केही राजनीतिक घटनाक्रमहरूले यो फिल्म राम्रोसँग चल्न सकेन, तर नेपालमा व्याप्त राजनीतिक घटनाक्रम, सहकारी ठगी र ठगी प्रकरणमा मुच्छेकाहरूलाई राजनीतिक बचाउले पीडितले न्याय पाउन सकेका छैनन्। त्यही पीडितहरूलाई न्याय दिलाउनका लागि भए पनि यो फिल्मले गहिरो धक्का दिन सक्छ। के तपाईले यो फिल्म हेर्नु भएको छ? कृपया तपाईलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो तल कमेन्टमा आफ्नो विचार लेख्नुहोला। सँगसँगै हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। त्यतिन्जेलसम्मका लागि नमस्कार, धन्यवाद।